तपाईँको परिचय, तपाईँको विभिन्न ठाउँहरूमा शाखाहरू पनि छ भन्ने छ, कहाँ शाखाहरू छ, यस विषयमा केही जानकारी दिनुहुन्छ? धन्यवाद। सम्पूर्णमा नमस्कार, शुभ बिहानी। म घनश्याम शर्मा, सुनाखर रेस्टुरेन्ट प्रालीको प्रोप्राइटर र म्यानेजिङ डाइरेक्टर। सुनाखर रेस्टुरेन्ट सुरुमा हामीले 2074 सालबाट सञ्चालनमा ल्याइरहेको र हाम्रा ब्रान्चहरू भन्नुहुन्छ भने 3वटा ब्रान्च छ। एउटा हाम्रो यो बिपी चोक नेपालगञ्जमा, एउटा निरोड भानुभक्त चोकनिर भ्यू सुनाखरी होटल र अर्को कोलपुट चप्परगौडी 12मा होटल सुनाखरी रेस्टुरेन्ट पार्टी प्यालेस भनेर छ। यो बाहेक हाम्रो कहीँ कुनै शाखा खुलेको छैन। खुल्ने तर्खर मात्रै हामी तयारी गरिरहेका छौँ, सोचिरहेका छौँ। मलाई पनि सुन्नमा आइरहेछ कसैले सुनाखरी अर्को ब्रान्च खोल्यो रे भनेर, तर खोलेको छैनौँ। हामी कुनैमा संलग्न छैन। हाम्रो मात्र 3वटा ब्रान्च छ र हामीले सेवा दिइरहेका छौँ। एउटै सेवा एउटै तरिकाले आतिथ्यता दिएका छौँ। त्यस्तै आजको हामीले थोरै केही भ्यू देखाउन गइरहेका छौँ। हाम्रो पार्टी प्यालेसको लागि थोरै सजावट गऱ्यो भने कस्तो देखिन्छ भन्ने हजुरले भ्यू हेर्न सक्नुहुन्छ।